नेपाल सरकारले 3% ब्याज दरमा बिना धितो 20 लाखसम्मको लोन दिन लागेको यो पहिलो वर्ष चाहिँ होइन। खासमा यो तेस्रो पटक हो। र यसअघि यो स्टार्टअप लोनको लागि कति स्टार्टअपहरूले अप्लाई गरे र कतिले लोन पाए भन्ने बुझ्न चाहनुहुन्छ भने आज हामी यो भिडियोमा त्यही डिस्कस गर्नेछौँ। र यो स्टार्टअप लोनको बारेमा केही जिज्ञासाहरू छ भने खाता पाना एप डाउनलोड गरेर हजुरहरूले त्यसै मार्फत हाम्रो एक्सपर्टहरूसँग डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुन्छ। गत वर्ष मात्रै 661वटा स्टार्टअप उद्यमहरू नेपाल सरकारको स्टार्टअप लोनको लागि छनौट भएका थिए। अनि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सुरुको आवेदन तथा प्रेजेन्टेसनको आधारमा सर्टलिस्ट गरेर कर्जा रकम समेत तोकेर राष्ट्र वाणिज्य ब्याङ्कलाई पठाएको थियो। तर इन्ट्रेस्टिङ कुरा के छ भनेदेखि ब्याङ्कले यी सबैलाई लोन दिएको चाहिँ छैन। किन भनेर बुझ्नको लागि भिडियो एन्डसम्म हेर्नुहोला। 2080 सालदेखि सुरु भएको यो कार्यक्रमले अहिले त धेरैको ध्यान आकर्षण गरिसकेको छ। गत वर्ष मात्रै 5158 स्टार्टअपहरूले आवेदन दिएका थिए। तीमध्ये 1314लाई प्रेजेन्टेसनको लागि सर्टलिस्ट गरियो। त्यसपछि 661वटा स्टार्टअपहरूलाई आइडिआईले ब्याङ्कमा रिफर गरेर लोनको लागि पठायो। र तीमध्ये पनि कतिले लोन पाएका थिए भन्ने जानकारी चाहिँ अहिलेसम्म सार्वजनिक गरेको छैन। तर यो लोन सुरु भएको पहिलो वर्ष अर्थात् 2080 सालको उदाहरण हेर्ने हो भने 1658 एप्लिकेन्ट्स मध्ये मात्र 183 जना सर्टलिस्ट भएका थिए र त्यो मध्ये पनि 165 जनाले मात्रै यो लोन पाएका थिए। अर्थात् आइडिआईले लोनको लागि सिफारिस गर्दैमा लोन पाइन्छ भन्ने पक्का चाहिँ हुँदैन। ब्याङ्कले आफ्नो साइडबाट क्रेडिट अप्रेजल र बिजनेस भायबिलिटी टेस्ट गरेर मात्रै लोन दिने अथवा नदिने निर्धारण गर्छ। त्यसैले तपाईँ पनि यो वर्ष स्टार्टअप लोनको लागि अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने राम्रोसँग तयारी गरेर मात्रै अप्लाई गर्नुहोला र कागजात र बिजनेस प्लान सलिड बनाएर मात्रै सबमिट गर्नुहोला। यो स्टार्टअप लोनको आवेदनलाई कसरी स्ट्रङ बनाउने अथवा अरू केही जिज्ञासाहरू छ भने खाता पाना एप डाउनलोड गरेर त्यसको एक्सप्लोर पेजमा गएर हजुरहरूले डाइरेक्टली हाम्रो एक्सपर्टसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। स्टार्टअप लोन लगायत यस्तै अपडेट्सहरूको लागि खाता पानालाई फलो गर्न पनि नबिर्सिनुहोला।